नमस्ते सम्पूर्णमा। आज म तपाईहरु समक्ष चाहिँ एउटा दुःखद खबर लिएर आएको छु। हुन त यो बिहानकै इन्सिडेन्ट हो। हजुरहरूले सोशल मिडिया मार्फत न्युज च्यानल मार्फत हेरिसक्नु भएको छ होला। तैपनि मैले आफ्नो साथीको घरमा यस्तो आगो लागेको हुनाले चाहिँ हजुरहरू समक्ष मैले पनि यो भिडियो बनाइरहेको छु। यो आगो लागेको कहाँनिर हो भन्दाखेरि चाहिँ कुमाईमा श्रद्धा छेत्रीको घरमा। ऊ चाहिँ मेरो साथी हो। उसलाई चिनेको 3-4 वर्ष भएको छ। अनि उहाँको घरमा चाहिँ आगो लागेर हेर्नुस् न, अब कस्तो बर्बाद भएछ। सबै सामानहरू सबै जलेछ। हेर्नुस् न, उहाँले अलिअलि सेभिङ गरेर राखेको थियो रहेछ। त्यो सेभिङहरू पनि सबै अब जलेर हेर्नुस् न यस्तो भएछ। पैसाहरू पनि सबै अब खरानी नै भएछ। ऊ चाहिँ काममा गएको थियो अरे। काममा गएको बेलामा चाहिँ खै कस्तो पाराले आगो लाग्यो त्यो चाहिँ एक्ज्याक्टली उसले पनि भन्नु सकेको थिएन। अनि हेर्नुस् न घरको हालत चाहिँ यस्तो छ। सबै कागजपत्रहरू डढेर भाँडाकुँडा खानेकुराहरूदेखि लिएर है लुगाफाटा अब सबैभन्दा पनि सबै कुरा नै जलेछ। अनि उहाँलाई चाहिँ तपाईहरूले सहयोग गरिदिनुहुन्छ होला भन्ने आशाले चाहिँ मैले यो भिडियो बनाइरहेको छु। हजुरहरूलाई यहाँ मैले स्क्यानर पनि हालिदिएको छु। यो स्क्यानर मार्फत उहाँलाई अब मद्दत गरिदिनुहोस्। हेर्नुहोस् न, पैसा 500को नोट जलेर त्यस्तो भएको छ। उसको आधार कार्ड अलिकति यो चाहिँ अब बाँचे भनौँ न, अलिकति जलेको छ। अरू चाहिँ सबै नै अब बर्बादै भएको छ। डल्लै यी डकुमेन्ट्सहरू हेर्नुहोस् न, ग्यासहरू भाडा राख्नेहरूदेखि लिएर अब सबै नै बिग्रेको छ नि। बाहिरतिरदेखि लिएर सबै जलेको छ। यो स्क्यानर मार्फत हजुरहरूले उहाँलाई सहयोग गरिदिनुहोस्। अनि इन्डिभिजुअली तपाईँहरू बोल्न चाहनुहुन्छ भने चाहिँ म सल्लाह भन्दैछु। मेरो चाहिँ आज घर यस्तो भइदियो होइन। म चाहिँ काममा गएको थिएँ। कामबाट आउँदाखेरि चाहिँ मेरो घर यस्तो हालतको भयो होइन। हाम्रो कमाइ छैन बुढा बुढीको। म काममा हिँड्छु, मेरो बुढा लट्ठी बिक्री गर्छ होइन। अन्त के भन्न चाहन्छु भने तपाईँहरूले अलिकति हामीलाई सहयोग गरिदिनुहोस् होइन। तपाईँलाई के पो जिपे दिएको छु होइन। तपाईँहरूले अलिकति जति सक्दो हेल्प गरिदिनुहोस्। यतिखेरै हो तपाईँहरूले हेल्प गरिदिनु पर्ने होइन। हेल्प गरिदिनुहोस् जति सक्दो। अब के भन्न चाहन्छु त्यति नै भन्न चाहन्छु। अब हामीले त अब अहिले नै अचानक त बनाउनु सक्दैनौँ। धनी त छैनौँ, गरिब नै छौँ होइन। अन्त यति चाहिँ तपाईँले हेल्प गरिदिनुहोस्। हेर्नु कति पैसा सक्यो यहाँ, आफै जलेर गयो। नानीको लागि राखेको थिएँ मैले होइन, सबै पैसा सल्केर गयो होइन। अन्त मेरो डकुमेन्ट सबै शेष भइदिएको छ। अब म त्यो डकुमेन्ट्सहरू फेरि हुन त जिडी गर्दा गरेको छु। अब कहिले आउने हो, तर यति चाहिँ सहयोग गरिदिनुहोस् तपाईँहरूले। यति चाहिँ म तपाईँलाई भन्न चाहन्छु। धन्यवाद।